हेलो गाइज, अहिले चाहिँ हामी ब्यास 5 पाटनमा चाहिँ ड्राइभ पिकनिकको लागि आएको छौँ। दिउँसो आउनलाई एकदम घाम भयो। अहिले चाहिँ फेरि 5 बजीतिर आएको, फेरि पानी परिरहेको छ। मौसम एकदम गडाङ गुडुङ चाहिँ नभइदियो हुन्थ्यो भनेको। पछाडिपट्टि चाहिँ हाम्रो मानङ डाँडाको चाहिँ भ्यू छ है गाइज, यो चाहिँ मानङ डाँडा हो। अनि यतातिर चाहिँ हाम्रो खुदी डाँडा, रिसिङ एक झापुटार, अनि यहाँ तल चाहिँ हाम्रो मादी नदी र सेती नदीको दोभान, पारी पारी देखेको भात गाउँ छ है। छोरो, हेलो छोरो, हामी कहाँ आएको हो मामु? हो कति राम्रो देखेको तिमी? झापुटारको पुल पनि बन्दैछ है त्यहाँ। हाम्रो यो चाहिँ ब्यास 5 र रिसिङ एक, ब्यास 5 पाटन र